हेलो साथीहरू, आज भनी चाहिँ म गोबर सोर्नु जाँदैछु। आज चाहिँ म कोदालीले गोबर सोर्नेवाला छु। मलाई चाहिँ कोदालीले नै सजिलो लाग्छ र म कोदालीले नै गोबर सोर्ने गर्छु। अरूले चाहिँ काँटाले सोर्छ। मेरो ग्वाली चाहिँ एकदम हिलो भइरहेछ है। 2-3 दिन भएको थियो गोबर नसोरेको, अनि एकदम हिलो भइरहेछ। आज चाहिँ म गोबर सोर्छु। यसलाई पनि सुक्खामा राख्नु पर्यो नि त। यस्तो हिलो भयो भने त गाईबस्तु पनि हिलोतै हुन्छ। अनि चाहिँ म यहाँ गोबर सोर्न आँटेको। अब मलाई चाहिँ साथीहरू यसरी हातले नै गोबर टिप्नु चाहिँ म एकदम दामी लाग्छ है। म चाहिँ यसरी कोटाई गोबर सोरिनँ भने चाहिँ चित्तै बुझ्दैन साथीहरू। मलाई चाहिँ एकदम घर लिपे जस्तो चिल्लो चाहिन्छ। त्यही भएर चाहिँ म चाहिँ हातले नै गोबर सोर्ने गर्छु। के गर्नु, गाउँ बस्तीमा बसेर यही हो होइन साथीहरू। यो गोबर टिप्नुमा के को घिन। अब भने चाहिँ मेरो ग्वाली पनि सफा भयो। मैले गोबर सोरेर सकेँ र आजको गोबर चाहिँ यति भयो मल। अनि मेरो ग्वाली चाहिँ एकदम सफा भयो। थ्याङ्क यू मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएको लागि। आजको लागि यति नै। बाई बाई, सी यू इन नेक्स्ट भिडियो।